हेलो साथीहरू, म र मेरो बहिनी अनि साथीहरूको तर्फबाट मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई। र आज चाहिँ सरस्वती पूजाको दिन म र मेरो बहिनी चाहिँ कलेज गएको थियौं। उसको र मेरो कलेज चाहिँ एउटै हो, पाटन मल्टिपल क्याम्पस। त्यहाँ चाहिँ सरस्वती पूजाको एकदमै भव्य रूपमा तयारी थियो र यो राम्रो तयारी अनि त्यहाँको वातावरण एकदम रमाइलो भएर चाहिँ अनि बहिनीसँग सल्लाह गरेर ल भिडियो आज बनाऊँ न त सरस्वती पूजाको भनेर सल्लाह गरेर भिडियो बनाउनतिर लाग्यौं। अनि भिडियो बनाउन चाहिँ मेरो बहिनी, किनभने उलाई भिडियो बनाउनु एकदमै इन्ट्रेस्ट लाग्छ अनि उसले चाहिँ सबै उसको साथीहरुलाई हेलो भन्दै भिडियो बनाउँदै थिइन्। किनभने मेरो भन्दा धेरै साथीहरु उसकै छ त कलेजमा हैन, म खासै मेरो छैन। अनि पूजा गर्ने ठाउँ मन्दिर पनि आइपुग्यो र दायाँ बायाँ हेर्नु साथीहरु सबैजना साथीहरुले चाहिँ पूजा गरेर कोही प्रसाद खाइसक्नु भयो, कोही खाँदै हुनुहुन्छ, कोही पूजा गर्ने तयारी अवस्थामा रहेर सबैजना आफ्नो तालमा इन्जोय गर्दै हुनुहुन्छ। त्यसपछि मेरो पनि पूजा गर्ने समय आयो अनि म पनि धूप बालेर अब पूजा त गर्नै पर्यो नि हैन। वर्षमा आउने एकचोटी सरस्वती पूजा हो, सरस्वती मातालाई त पुज्नु पर्यो अनि आफ्नो विद्या पनि माग्नु पर्यो। हुनु त मागेर मात्र पनि सबै चीज पाइँदैन, आफूले पनि गर्नुपर्छ, तर माग्नु पनि पर्छ नि त हैन। अहिलेको जमानामा नमागी पनि केही हुन्न रे क्या गाइजहरु। त्यसैले गर्दा विद्याको देवीलाई चाहिँ हैन मैले चाहिँ आफ्नो मनोकामना मागे, आफ्नो मनमा लागेको कुराहरु हैन मागे। साथीहरु तपाईहरुले पनि पक्कै पनि आफ्नो कलेजमा गएर सरस्वती पूजा हैन गर्दै विद्याको धनीलाई चाहिँ के आफ्नो मनोकामनाहरु माग्नु होला हैन गाइज। अवश्य मेहनत अनि मागिसकेपछि पूरा गर्छ नहोला त। अनि मैले चाहिँ पूजा गरिसकेपछि अब दक्षिणा त चढाउनु पर्यो हैन, आफूले मागिसकेपछि त चढाउनु पर्दैन। त्यही भएर खुसी बनाउनको लागि विद्याको देवीलाई चाहिँ मैले दक्षिणा चढाए के म युनिता हो भनेर चिनाउनका लागि गाइज। त्यसपछि अनि त्यहाँ पुजारी बाजे हुनुहुन्थ्यो, पुजारी बाजेले टीका लगाइदिने भनेर टीका लगाइदिदै हुनुहुन्छ। टीका नलाइदा फेरि पूजा गरे जस्तो हुँदैन। अनि पुजारी बाजेलाई पनि फेरि मैले दक्षिणा दिनु पर्यो हैन गाइज। ठ्याक्कै लाएर पुजारी बाजेलाई मैले 20,000 दक्षिणा दिए गाइज, भन्नु नमिल्ने मजाक गरेकै गाइज। हेरिहाल्नु भएको छ मैले कति दिए भनेर, मैले भन्नै पर्दैन हैन। अनि साथीहरु पनि थियो, अरु पनि वर्षाले चिनेको सबै साथीहरुसँग बोल्दै टीका लगाइरहेको थियो। म चिन्दिनँ, सबै वर्षाका साथी हो। अब भने वर्षाको पाला छ पूजा गर्ने, उले पनि पूजा गर्दै छिन्। उले पनि हतार पूजा गरिरहेको थिइन्, किनभने बाहिर प्रसाद छ नि त गाइज। प्रसाद सकिन्छ भनेर क्या, फेरि स्कुल कलेजमा त कस्तो हुन्छ नि, ढिलो गर्यो भने प्रसाद चाँडै सकिन्छ क्या, धेरै विद्यार्थी हुन्छ नि त। अनि उले पनि प्रसाद चाँडै सकिने हो कि भनेर पूजा गरिरहेछ भन्न नमिल्ने। उले चाहिँ छिटो पूजा गरिरहेछ, किनभने उसको पछि चाहिँ धेरैजना साथीहरु लाइनमा हुनुहुन्थ्यो क्या। त्यसैले गर्दाखेरि छिटो गर्नुपर्ने हुन्छ नि त। अनि उले पूजा गर्दै के गर्दै भनिरहेछ। यतापट्टि झ्यालमा एकजना अङ्कलले ल तिम्रो मनोकामना सब पुरा होस्, तिमी सबै पढाइमा अब्बल होस् भन्दै आशिक दिँदै हुन्छ बाहिरबाट पनि। अनि वर्षाले थ्याङ्क यू भन्दै खुब रमाइरहेकी छ हैन। रमाउनु त परिहाल्यो नि राम्रो आशिक पाएपछि हैन। अनि उसको साथीहरु त्यहाँ रहेछ, साथीहरुलाई पनि लाइक कमेन्ट सब्स्क्राइब गर्नु पर्यो है मेरो च्यानललाई भन्दै भनिरहेको छ। अर्को साथीलाई पनि भनिरहेछ नि, अर्को साथीले पनि वर्षालाई लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु पर्यो भनिरहेछ। अनि यहाँ हेर्नु साथीहरु बाहिरको दृश्य, सबैजना प्रसाद खाँदै रहँदै हुन्छ साथीहरु हैन। एकजना साथीले हेलो भन्दै चाहिँ हेलो। सबैजना आफ्नो तयारीमा हेर्नुहोस्, कोही खाने, कोही प्रसाद बाँड्ने, म पनि प्रसाद खाने लाइनमा छु गाइज। हेर्नुहोस् प्रसाद त खानु पर्यो हैन पूजा गरिसकेपछि। ट्याक्क साथीले मलाई के भन्छ त्यसलाई बुनिया दिएर भने त्यसपछि फलफुल दिएर म त्यहाँबाट लागे। प्रसाद पाइसकेपछि त्यहाँ किन बस्नु हैन गाइज, खानु परेन। त्यसपछि साइड लागे। अनि वर्षाले चाहिँ म यता आएको, अर्को दाइलाई पनि सोध्दैछ, त्यो दाइले पनि दिदीलाई लग्दिने अरे क्या प्रसाद। मैले चाहिँ प्रसाद भन्दै देखाएँ। अनि वर्षाको पाला आयो प्रसाद थाप्ने। त्यसपछि उसले चाहिँ थपी माग्दैछ क्या प्रसाद, फेरि यति धेरै थपिदियो, अब यति धेरै होइन। मैले भन्दै ठिक छ म खाइहाल्छु नि भनेर। अनि हाम्रो प्रसाद कति धेरै भनेको धेरै भन्दै प्रसाद दजाउँदै थियौँ। त्यसपछि प्रसाद खायौँ। अनि त्यसपछि वर्षाको प्रस्तुति हेर्नुहोस् है गाइज।
अनि साथीहरू आजको भिडियो र मेरो बहिनीको प्रस्तुति कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला है त। धन्यवाद। बाई बाई।